हाई श्रेया, हाई। के गरिरहेछौ? मोमो बनाएको। तिमीलाई सबै काम आफै गर्दा कस्तो लागिरहेछ? राम्रो लागिरहेछ। यिनले चाहिँ आज म आफै एक्लैले मोमो बनाउँछु भनेर प्रयास गरिन् अनि यिनी 12 बजेदेखि लाग्यो नि यो बनाउने क्रममा। अनि मैले चाहिँ हजुरले केही पनि नगर्नु मम्मी, म सबै आफै बनाउँछु, हजुरले हेर्नु मात्रै बसेर भनेछन्। त्यही भएर साथीहरू म चाहिँ यहीँ बसेर हेरिरहेको छु। बच्चाहरूको बिदा भएको टाइममा मोबाइल हेरेर टिभी हेरेर बस्नुभन्दा केही कुराहरू खाना बनाउने कुराहरू सिकाए पनि यिनीहरूको त्यो पनि सिकाइ नै हो, त्यो पनि शिक्षा नै हो। त्यसैले मैले चाहिँ यिनलाई बिदाको समयमा जे मन लाग्छ आफूलाई त्यही बनाऊ भनेर मैले यिनलाई छोडिदिन्छु। यिनले कहिले मोमो बनाउँछिन्, कहिले पिज्जा बनाउँछिन्, जस्तो जाने उस्तै बनाउँछिन्। यिनले बनाएकोमा चाहिँ हामीले प्रोत्साहन गर्छौँ। हामीले चाहिँ ठिक छ, राम्रो छ, प्रयास गर भन्छौँ।